लाग्छ तपाईँलाई यो कस्टमरको तपाईँले गरेको एकदम मन पर्यो भन्ने पोइन्ट नआउन्जेलसम्म डरै हुन्छ। त्यहाँ क्वालिटीको कुरा आउँछ होला, युज गर्नुहुन्न त्यही टाइपको हुँदैन होइन। उहाँहरूको भावना चाहिँ एकदम बुझ्नुपर्ने। त्यसले त खुसी बनाउँछ होला मान्छेलाई। बेलुकालाई चाहिँ एकैछिन डेली लाइफ कसरी चलिरहेछ, बच्चा बच्चीलाई कसरी ह्यान्डल गरिरहनु भएको छ, आफ्नो व्यवसाय कसरी हेरिरहनु भएको छ, हामीले कसरी मिलाउनु सकेसम्म। मेरो नाम चाहिँ कल्पना बस्नेत गिरी। कति वर्षदेखि यो पेसामा हुनुहुन्छ? एक्सपिरियन्स पार्लरको खासै धेरै त भएको छैन। पहिले चाहिँ जब गर्थेँ मैले होइन। मेरो एक्सिडेन्ट भएपछि चाहिँ पछाडि चाहिँ अब वर्षमा ठिक भएँ। 1 वर्षसम्म मलाई घरमै मात्र बस्दा त एकदमै गाह्रो होइन। अलिकति त्यस्तो अलिक डिप्रेसन जस्तो भएको थियो। अनि अलिकति कसरी आफूलाई मनलाई चाहिँ कसरी धेरै फ्री भयो कि म। रिलिफ अनि हजुर कसरी भएको कारणले चाहिँ मैले चाहिँ यहाँ नजिकै महिला समूह भन्ने थियो, त्यहाँबाट चाहिँ पार्लरको कोर्सको आयो भने नाम दर्ता गरेर सिकेँ। त्यहाँ मात्र सिकेर पनि भएन, निरन्तरता दिन्छु, बच्चाहरूलाई हेरेर टाइम दिन सक्छु भन्ने जस्तो लागेर सिकेर चाहिँ अनि मैले पसल खोलेँ। जो अब एक्सिडेन्ट पछाडि खुट्टा पनि अलिकति फेरि मेरो खुट्टा रेस्ट पनि हुने, व्यवसाय पनि चल्ने, व्यवसाय पनि चल्ने। यो पेसा रोज्नुभयो तपाईँले। यसमा आउने चुनौतीहरू के छ, सजिलो के छ? सजिलो त अब कुनै पनि काम सजिलो हुँदैन, कठिनाइ त आउँछ नि होइन। बेस्ट चाहिँ दिइरहेको छु होइन। मुख्य सेवाहरू के हो पार्लरमा? सेल, क्लिजिङ, थ्रेडिङ, मेकअपहरू, कटिङ, केराटिन। ब्युटिसियन बनिसके पछाडिको पनि त्यहाँभित्र धेरैवटा कामहरू हुन्छ। सबैभन्दा मनपर्ने काम, पर्ने र मन नपर्ने? थ्रेडिङ नै हो होइन। चुनौती अलि बढी रिस्की पनि। यो 3 वर्ष 3.5 वर्षको अन्तरालमा एउटा पनि कम्प्लेन नआएको चाहिँ थ्रेडिङमा हो। त्यसैले मलाई थ्रेडिङ मनपर्छ। के नयाँ नयाँहरू थप त्यसको इन्फर्मेसनहरू चाहिँ तपाईँले कुन सोसियल मिडिया मार्फत लिनुहुन्छ कि अथवा यहाँ अब कार्यक्रमहरूमा राख्थ्यौँ होइन। भएर ट्रेनिङ बसेर आफूले सिकिरहेको हुन्छु। प्रडक्टको गुणस्तर, हाइजिनको कुराहरू आउँछ। डिरेक्टली मान्छेको बडीलाई छोएर गर्नुपर्ने हुन्छ होइन। इक्विपमेन्टहरू चलाउनु पर्ने हुन्छ। त्यसको सरसफाइ अथवा त्यसको हाइजिन मेन्टेन कसरी गरिरहनु भएको छ र यो कतिको महत्त्वपूर्ण छ? यो चाहिँ एकदम तपाईँले यो चाहिँ एकदमै सही नै क्वेसन हो होइन। यो चाहिँ एकदमै आवश्यक छ, किनभने गरेरै हो हामीलाई होइन सर्ने कुराहरू। सरुवा रोग भनेकै अब सर्ने नै हो। कसैको पिम्पल्स होला, कसैको होइन। चाहे चाहिँ युज एन्ड थ्रोवाला नै हाइजिन मेन्टेनको लागि पानीमा पनि सफा गरेर अनि 24 घन्टा चाहिँ डेटोल पानीमा। यो सँगसँगै पार्लर पनि सरसफाइ गर्नु, हाइजिनहरू पनि मेन्टेन गर्नु पर्यो। संवेदनशील छाला हुन्छ, स्किनको फरक हुन्छ होला टाइप्सहरू, त्यसलाई कसरी छुट्याउनुहुन्छ? फेसियल गर्दाखेरि हुने मेन कुरा होला यो होइन। क्रिमहरू चलाउँदाखेरि कसरी चलाउनुहुन्छ? मलाई चाहिँ मैले 5 मिनटसम्म त्यो क्रिम उहाँको हातमा अथवा थोरै टेक्सचर लगाएर होइन राखिदिन्छु। पहिले प्री टेस्ट गरेर पछि चाहिँ अब केही रिएक्सन नदेखेपछि चाहिँ मात्र मैले त्यो युज गर्छु। उहाँहरूलाई पहिले मैले सल्लाह लिन्छु कुन चाहिँले गर्नुहुन्छ भनेर होइन। जो चाहिँ रेगुलर गर्न चाहनुहुन्छ, स्किनको आफ्नो ख्याल गर्नु, ग्राहकहरूलाई चाहिँ कस्ता सावधानी बनाउन सिकाउनुहुन्छ? रिजल्ट नराम्रो आयो भने त फेरि नराम्रो होला होइन। त्यसलाई चाहिँ तपाईँले के सजेसन दिनुहुन्छ? त्यस अनुसारले नै होइन मैले फेसियल किटहरू चलाउने गरेको छु। अहिलेसम्म त उहाँहरूलाई सुट गरिरहेछ। सपोज सुट नगरेको खण्डमा चाहिँ होइन। एउटा मैले पोइन्ट समातेँ, जस्तो स्किन सुरुमा ठिक छ कि छैन अथवा यो प्रडक्टले चाहिँ कुनै पनि किसिमको ऱ्यासेसहरू आउने होइन, एलर्जी हुने छ कि छैन भनेर टेस्ट गर्छु भन्नुभयो। जस्तो त्यहाँ क्वालिटीको कुरा आउँछ होला। रेगुलरली चाहिँ कस्तो छ भने उहाँहरूले एउटा किट बाहेक अर्को किट युज गर्नुहुन्न। चाहिँ मैले कुन कुन किट छ भनेर सोद्धाखेरि यो 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 भनिसकेपछि चाहिँ उहाँहरूले चाहिँ अब एउटै युज गर्न नचाहनेहरूलाई चाहिँ एउटै टाइपको हुँदैन होइन, बिग्रिन पनि सक्छ। ब्युटिसियन बन्नको लागि के आवश्यक छ? उहाँहरूको भावना चाहिँ एकदम बुझ्नुपर्ने चाहिँ जरुरत छ। तपाईँलाई आफ्नो कामको सबैभन्दा मनपर्ने पक्ष के हो? जति नै थकान होस् होइन, कस्टमरहरूको चाहिँ गरेको चाहिँ एकदम मलाई मन पर्यो है भन्ने बित्तिकै मैले त्यो थकान बिर्सिन्छु कि। कामको सबैभन्दा कठिन पक्ष के लाग्छ तपाईँलाई? यो कस्टमरको तपाईँले गरेको एकदम मन पर्यो भन्ने पोइन्ट नआउन्जेलसम्म डरै हुन्छ। नाइस पोइन्ट। ग्राहकसँग विश्वास कसरी बनाउनुहुन्छ? सोधेर उहाँहरूको भावना बुझेर मात्र गर्छु। झुट बोलेर उहाँहरूलाई प्रोडक्ट पनि मैले बेचाउँदिनँ। काम गर्दा कुन कुन पक्षमा सुरक्षा अपनाउनुहुन्छ विशेष गरी? रुगाहरू लागेको छ भने त होइन हामीले अपनाउनै पर्यो। मेन चाहिँ सर्ने डिजिज हुन सक्छ होइन। काममा कहिले गल्ती भएको छ, त्यसलाई कसरी समाधान गर्नुभयो? काममा मेरो एकचोटि गल्ती भएको छ होइन। केमिकल चाहिँ गलत परेर पनि होला। अगाडि टेस्ट भएन। उहाँले केराटिन गरेँ र रिजल्ट राम्रो नआएको कारणले फेरि मलाई नै चित्त नबुझेर उहाँले त होइन पर्दैन भन्नुभएको थियो, डबल गरिदिएँ कि
किन गिल्टी फिल हुने चाहिँ त्यो हो क्या। यदि कोही मान्छे ब्युटिसियन बन्छु भनेर आयो भने तपाईँ के सल्लाह दिनु? बन्छु मात्र भनेर भएन होइन, मन र दिमाग यही कुरामा लागि पर्नु पर्यो। व्यस्त समयमा कसरी कामको व्यवस्थापन गर्नुहुन्छ? किनभने तपाईँ त घर एकदमै सबै चिज म्यानेज गरिरहनु भएको छ होइन, घर परिवार फ्यामिली बालबच्चादेखि लिएर सबै साथीभाइ पनि हुन्छ, कसरी व्यवस्थापन गर्नुहुन्छ काम? ढिलासम्म आफ्नो घरको सबै काम गरेर भोलिपल्टलाई रेडी भएर बस्छ। कस्टमरको अब 4 बजे फोन आओस् या 3 बजे आओस् या 5 बजे आओस् अनि त्यो बेला आफूले जसरी पनि टाइम निकाल्नै पर्थ्यो। यसो साथीभाइहरूलाई नि कहिलेकाहीँ टाइम दिन पाइरहेको छु। सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राम के प्रयोग गर्नुहुन्छ? प्राइभेटली राख्नु भएको छ कि के गर्नुभएको छ? त्यस्तो त छैन, टिकटकमा गर्थेँ। सम्झन लायक अनुभव के हो अब यो सेक्टरमा लागिसके पछाडि? सब राम्रो अनुभव चाहिँ मेरो टाढा टाढाको कस्टमरहरू पनि मेरो फेसियल एकदम बेस्ट छ भनेर आइदिनुहुन्छ नि होइन, त्यस्तो त्यस्तो कुराहरू चाहिँ म बिर्सिन सक्दिनँ कि। अहिले एकछिनमा हामी पनि गर्छौँ। पढ्ने मेकअपको ब्रान्ड कुन हो? लेक्मीकोमा चाहिँ कुनै कम्प्लेन गर्न मन लाग्छ। काम सँगसँगै व्यक्तिगत जीवन पनि बिताउनुपर्छ। को ब्यालेन्स कसरी गर्नुहुन्छ तपाईँले? कामलाई र व्यक्तिगत लाइफलाई कसरी म्यानेज गर्नुहुन्छ, कसरी सन्तुलित राख्नुहुन्छ? यो त अलिकति कठिनाइ नै छ होइन, पनि आफू पनि इङ्गेज हुनु नै छ नि त। घराइसी काम त गर्नै पर्यो आफ्नो होइन, एउटा खुसीको माहौल पनि हो कि घराइसी काम भनेको। आफू भुल्ने होइन तरिका, अलिकति आफ्नो घरलाई सफा सुग्घर राख्ने, आफ्नो बच्चाहरूलाई टाइम टु टाइम खुवाउने भनेको आफ्नो एकदम त्यो गर्वसाथ भन्छु कि हामीले एउटा नारी भएर चाहिँ होइन, त्यो कुरा चाहिँ अपनाउनै पर्छ। त्यसमा खुसी पनि छु र सँगसँगै मैले कामलाई पनि एकदम टाइम दिन पाइरहेको छु। तपाईँ के कुराले प्रेरित हुनुहुन्छ हरेक दिन काम गर्छु म? कन्स्टेन्टली गर्नुपर्छ नि त, पेसेन्स चाहिन्छ। त्यो कुरा आफू यही पेसामा लागिसकेपछि चाहिँ होइन उहाँहरूलाई बेस्ट गरेर देखाउनु पर्छ, चाहिँ म अगाडि बढ्नै पर्छ भन्ने मेरो दिमागमा अलरेडी नै हुन्छ। उद्योगमा एउटा कुरा परिवर्तन गर्न पाउनुभयो भने, तपाईँको हातमा हुन्छ भने के परिवर्तन गर्न चाहनुहुन्थ्यो? जुनै पनि कुराहरू चाहिँ ब्युटी प्रोडक्टहरू होइन बेला चाँडो रिजल्ट चाहिएर चाहिँ एउटाबाट अर्को गर्नुहुन्छ, प्लिज त्यो चाहिँ नगरिदिनु। चेन्ज गर्नु पर्यो भने पनि मैले हरेक ब्युटिसियनहरूलाई चाहिँ झुटको खेती चाहिँ नगरिदिनु पनि। 2 दिनलाई हामीलाई कस्टमर होइन सधैँभरिलाई हो भन्ने सोच्यो भने चाहिँ कस्टमर पनि खुसी, हामी पनि खुसी। सौन्दर्य र आत्महेरचाह बारे सबैलाई के सन्देश दिन चाहनुहुन्छ? फेस पनि सुन्दर देखिनु पर्यो, आत्मा पनि सुन्दर हुनु पर्यो, त्यसले त खुसी बनाउँछ होला मान्छेलाई होइन। अब जस्तो सुकै जति नै बिजी भए पनि बेलुकालाई चाहिँ एकैछिन 5 मिनट भए पनि आफूलाई टाइम दिनु भन्छु म। बेलुका आफूसँग जे छ, फेस वास छ, क्लिन्जर छ होइन, जे छ, तर 5 मिनट आफ्नो फेसलाई चाहिँ हजुर टाइम दिनु। मन त आफ्नो फेस जस्तो छ होइन, मनलाई पनि त्योभन्दा बढी चाहिँ अलिकति खुसी। एज अ ब्युटिसियन तपाईँले आफ्नो अङ्ग राम्रो देखाउनलाई चेन्ज गर्छु भनेर तपाईँले त्यो विस पाउनु हो भने तपाईँ के चेन्ज गर्न चाहनुहुन्छ आफ्नो बडीको? फेसमा ठ्याक्कै देखिने त्यस्तो खासै त त्यस्तो छैन। मेरो खासै दाँत चाहिँ नराम्रो थियो क्या, पहिले चाहिँ मैले गरेर चाहिँ राम्रो भएको छ। अनि अहिले चाहिँ मेरो पहिले पनि विस यही नै थियो, अहिले पनि यही नै छ। अनि त्यही भएर खासै अहिले त्यो विस पुरा पनि भयो, अहिले त्यस्तो छैन। यतिसँग कुरा गऱ्यौँ अनि अब हामी एकछिनमा उहाँको पार्लरमा सी इज नाइस ब्युटिसियन अनि कुराकानी हामी यही टुङ्ग्याउँछौँ हो। अनि हामीले कुराकानी पनि सक्यौँ। थोरै यहाँ त भयो त हौ, बिचरालाई कामै थप्यो। राम यत्रो धेरै काम गरेर बच्चा बच्चीलाई स्कुल पठाएर घर धानेर अनि त्यस पछाडि पसल चलाएर सबै काम कति भ्याउँछ त? जाँगर कति छ? जाँगर कति सहनशील छ है, नारीलाई त्यसै सहनशील भनेको होइन, कति म्यानेजेबल छ सबै ट्याक 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 बनायो अरे।